तिर्खा मेटियो अब हामी चाहिँ यहाँ मिछुलुङ्गाबाट आउनुभएको पाहुनाहरूलाई घुमाउन मौलाथानमा लाँदैछौँ। हजुर यहाँ चाहिँ नेवारको आले नेवार मगरै हो। ए मेरो ठ्याक्कै त्यो रातो टिनले छाएको देखेँ हो त्यही हो तल। ल ल त्यही यता त्यो सामान राखेको ठाउँको त्यो बेड माथि नै ल आउनु यहीँ जाऊ उयो चोतारा देखे खाने यहीँ हो ल आउनु। हजुर देवी राजेन्द्र हजुर मौलाथान हजुर हो। हजुर तल के त्यो बोर्डमा ए कतिवटा थियो 8वटा हाम्रो 6वटा के 8वटा। अब एउटा तल सुडेमा जलबराई मन्दिर भइहाल्यो। अब एउटा झरना पनि छ। हजुर झरना अनि झर्ना टाढै छ। झरना टाढै छ यहाँबाट सुन्डे पुग्ने नजिकै पर्छ 1 घन्टामा। म गर्छु के सूर्य पुल ए रिसिङ पुगेछु म ए सुडेतिरबाटै ल ल आउनु आउनु बिस्तारै
म नानी 3rd क्लास ओले त फलेको थियो कि नानी ए फलेको मात्रै आजभोलि त राम्रो बनाएको सुनेको फुल त फलेको खोसेको नानी हेर म त स्वप्नमा नि झर्छ के अरे देख्यो भनेको त हामी त यो बाटो कस्तो जाने नि यो बाटो हो र रिसिङ जाने बाटो होइन होला नि होइन अर्को बाटो यो बाटो बिनीकोट बाटो कति कति बाटो हो बेलबस बाटो जाने हजुर अघि तपाईँहरू आउनुभएको त्यतैबाट हो बेलबस बाटो आएको लान्थ्यो गङ्गाको तिरै के फुटल हुनु गएको नि त जमानामा यस्तो पनि पाएको थिएन किन जानु पताउन भनेको त आहा हो हाम्रो गाउँको मौला थान यो चौतारो दुईजना बस्छु एकजना बस्छु चमचमले सन्त मन्दिर बेनकोट डाँडा अनि यता बेलभन्ज्याङ अनि त्यो मौला थान ए मानुङकोटको डाँडा हो यहाँ चाहिँ हाम्रो गाउँको माहौला थान अनि त्यो कुलुङको डाँडा अनि त्यो बन्दीपुर डाँडा भइहाल्यो अनि यो चाहिँ कुलुङको डाँडा है पानी पर्न लाहा एकदमै घन्द्राङ गुन्द्रुङ भने अनि यहाँ चाहिँ हामी दसैँमा पूजा गर्छ यहाँ यो दुर्गा देवीको हो अनि यो चाहिँ यो मौला थान आउने बाटो हो यो भर्खरै संरचना गरेको यो बनाएको हो अनि एकदम राम्रो बनाउनु छ अनि यहाँ कलर लगाउने छ अनि यो तलको चाहिँ हाम्रो गाउँ भइहाल्यो रुम्सी गाउँ अनि यो डाँडामा चाहिँ हाम्रो यो दुर्गाको मन्दिर छ हेर्न सक्नुहुन्छ अनि यो चाहिँ हाम्रो गाउँ हाम्रो यो गाउँ भयो हाम्रो रुम्सी गाउँ कति राम्रो छ यो बाटो अनि म चाहिँ यहाँ मिचुलुङ गाउँबाट आउनुभएको पाहुनाहरूलाई यहाँ मौला थानमा घुमाउन आएको अनि हामी फर्किसकेँ मौला थान घुमेर अनि बाटो यस्तो हो हेर्न सक्नुहुन्छ हाम्रो मौला थानको जाने बाटो
यहाँ कलर लगाउँदै खा यहाँ यस्तोमा राख्नको लागि कलर लगाउनु हो राम्रोसँग पुरा भएको छैन यो बाटो चाहिँ ल यहाँ चाहिँ नाच हुँदैछ रुम्सी गाउँको होमस्टेको अध्यक्ष र मिचुलुङ गाउँको होमस्टेको अध्यक्ष माथि गर्नुपर्छ बिउले बजाउनु नगर मेरो छोरीले क्या भयो यो मन्दिर
अब चाहिँ यहाँ बिदाई कार्यक्रम सुरु भइसकेको छ। बल्ल बल्ल भेटी भाथ्यो आज बिदाई गर्नेलाई रहेछ नमाज बस्ती पाल्पाको Ralina canta si ami guta. Bala bala solis ke.
सबैजना नि भेट छान कि दिनुहोस् है सेम खाता नुन है Oi, vai. टीका ए गुचरा टीका छ हो परे नीमा आँसुको टीका छ हो खुसी पाल्पाको
ल छान्नी बाई बाई खुसीरा हाय हाय छ जाने बेला सबैलाई बाई बाई छ बस्ती पाल्पाको जय हो मायाको बलि चल्पाको बेला सबैलाई बाई बाई छ बस्ती पाल्पाको जय मायाको बलि चल्पाको जय मायाको बलि चल्पाको फुल फुल्यो बारी चिप्लो बाटो जानु होइन मारी बस्ती पाल्पाको जय मायाको बलि चल्पाको फुल फुल्यो बारी चिप्लो बाटो जानु होइन मारी बस्ती पाल्पाको जय मायाको बलि चल्पाको जय मायाको बलि मलाई गाह्रो हुने हो बिर्सा। बस्ती पाल्पाको जय मायाको बलि चल्पाको मायाको तिर्सा बाहिर मिसी बाहिर हाम्रो यताको होमस्टेको मान्छेहरू उता मिसोलुङ्गालु होमस्टेहरू जाँदाखेरि आफू बजाएर बस्नु हुन्छ अहिले